हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ साथीहरू, सबै सन्चै हुनुहुन्छ होला। गुड मर्निङ पनि भन्न चाहेँ। र अहिले चाहिँ यहाँ हाम्रो गाउँठाउँतिर चाहिँ पानी परेर एकदमै मौसम बिगडिरहेको छ हाम्रो इलामतिर। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला है। म पनि यहाँ सन्चै छु र अहिले चाहिँ म दोकानतिर जानुपर्ने भएकोले गर्दाखेरि म दोकानतिर जाँदैछु। र यहाँको वेदर कन्डिसन हेर्नुहुन्छ भने चाहिँ एकदम भर्खर भर्खर पानी परेर उब्रेको अवस्था छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, पानी र बादलहरू पनि देखिरहेको छ र घामको त आज आगमनै भएको छैन साथीहरू। जीवन इलामको अवस्था चाहिँ अहिले यस्तै छ। हाम्रो जिल्लातिर चाहिँ पानी परिरहेको छ है साथीहरू, हल्का हल्का। कुहिरो आयो साथीहरू, उसो कुहिरो आयो है। अहिले चाहिँ हाम्रो गाउँठाउँतिर चाहिँ भर्खर पानी परेर उब्रेको अवस्था छ र यहाँ कुहिरोहरू उसीहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। र अहिले चाहिँ म दोकानतिर प्रस्थान गर्दैछु। यहाँ अगाडि छ्यामाहरूको मुर्गी पनि देखिरहेको रहेछ। छेमारको घर अनि यहाँनिर दुईटा मुर्गी भालेर पोथी पुरै टक्क सल्लाह गर्दै रहेछ। के सल्लाह गर्दैछ यार, यिनीहरू जोडी जोडी, हामी मात्र बिजोडी यार। गाह्रो छ हामीलाई पनि, हामी मात्रै सिङ्गल यार, यिनीहरू मात्रै जोडी जोडी हेर्नु चाहिँ यहाँ साथी हो। रुको जरा सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, यिनीहरूको पनि के कुरा मिलेन यार। एउटा भालेले छोड्यो, पोथी गयो गयो गयो। लौ लौ लौ, भालेले बोलायो कि के यहाँनिर फेरि एउटा सिङ्गलै छ कि क्या, यो चाहिँ ठ्याक्कै मस्तै रहेछ। सिङ्गलै एक्लै डुलिरहेछ, मस्त पानी परेर चिल्छ। पानी परेर यहाँ चाहिँ यो चाहिँ राजकुमारको घर जाने बाटो हो, तर पानी परेर यस्तो बेडै बिग्रिरहेको छ। यो देख्न सक्नुहुन्छ आफै तपाईँहरूले पनि।
म चाहिँ तलतिर राजकुमारहरूको घरतिरबाट नै तल दोकान जाने बाटो भएकोले गर्दा म चाहिँ यहाँ तल लाग्नेछु उरालो बिस्तारै लाग्नेछु म पनि पानी पनि हल्का अब म एकैचोटि गएर चाहिँ दोकानतिर भेट्नेछु साथीहरू। अहिलेको लागि चाहिँ मैले भिडियो इन्ड गरेँ यहाँ अप्ठ्यारो बाटो भएकोले गर्दा। अहिले चाहिँ म दोकान पनि पुगेर फर्किसकेको छु है साथीहरू। दोकान पनि पुगेर फर्कियो। र अन्तिम म पनि घर आइपुग्न लागेँ र मेरो भिडियो पनि यहाँ इन्ड गर्न चाहन्छु। जय नेपाल।